एकजना व्यक्तिले एक रात सपना देखेछ। सपनामा ऊ परमेश्वर सँगसँगै खोलाको सेताम्मे बालुवाको किनारमा हिँडिरहेको थियो। यसरी हिँड्दै जाने क्रममा उसले समय समयमा पछाडि फर्केर हेर्दै रह्यो। यसरी पछि फर्केर हेर्दा उसले बालुवामा दुई जोडी पाइलाहरू देखेछ। ती पाइलाहरूमध्ये एउटा उसको आफ्नो पाइला र अर्को चाहिँ परमेश्वरको थियो। हिँडाइको त्यो यात्राको क्रममा उसले पुनः पछि फर्केर हेर्दै रह्यो। जीवनको यो हिँडाइको अन्तिम क्षणमा उसले पुनः पछाडि फर्केर हेऱ्यो र ऊ चकित भयो, कारण उसले ती बालुवामा केवल एक जोडी मात्र पाइलाहरू देख्यो। नजिक गएर उसले पुनः ती पाइलाहरू गन्यो, तर पनि उसले केवल एक जोडी पाइलाहरू मात्र देख्यो। जुन समयहरू उसका निम्ति कठिन थिए र जुन समयमा उसलाई परमेश्वरको अझ बढी खाँचो थियो, त्यही समयमा उसले आफूलाई एक्लो पायो। उसले परमेश्वरसँग प्रश्न गर्यो, प्रभु, तपाईले भन्नुभएको थियो म तिमीसँग सधैँ रहनेछु र म तिमीलाई कहिल्यै त्याग्ने छैन, छोड्ने छैन। तर मैले थाहा पाएँ कि धेरैचोटि ती किनारका बालुवामा केवल एक जोडी मात्र पाइला थिए। तपाईले मलाई किन त्याग्नुभयो, जुन समयमा मलाई तपाईको अझ बढी खाँचो थियो? प्रभुले उसलाई भन्नुभयो, मेरा प्रिय छोरा, तिमीले ठिक्कै भन्यौ। धेरै पटक तिम्रो जीवनका दुःखका क्षणहरूमा ती किनारका बालुवामा केवल एक जोडी मात्र पाइलाहरू थिए। तिम्रा हरेक दुःखका क्षणहरूमा म तिमीसँग नै थिएँ। तिमीले देखेका ती एक जोडी पाइलाहरू मेरा हुन्, जुन समयमा तिमीलाई मैले मेरो काँधमा बोकेको थिएँ।